नमस्कार। आजको क्लासमा हामीले कक्षा 9 सामाजिक अध्ययन विषय अन्तर्गत रहेर एकाइ 3 हाम्रा सामाजिक मूल्य मान्यतामा रहेको पाठ 9 हाम्रा राष्ट्रिय विभूति अन्तर्गत रहेर क्रियाकलाप तथा अभ्यासमा राखिएका विभिन्न प्रश्नहरू र तिनीहरूको उत्तरमा रहेर छलफल गर्नेछौँ। सो लेट्स स्टार्ट। हामीले क्रियाकलापको 1 नम्बरमा हेर्न सक्छौँ। यहाँ भनेको छ हामीलाई समूहमा हाम्रा राष्ट्रिय विभूतिको चित्र तथा फोटो सङ्कलन गर्नुहोस्। ती चित्रलाई चार्ट पेपरमा टाँसी उनीहरूका महत्त्वपूर्ण योगदान समेत लेख्नुहोस् र कक्षा कोठाको भित्तामा प्रस्तुत गर्नुहोस् भनेको छ। यसको लागि चाहिँ तपाईँले पाठमा उल्लेख गरिएका राष्ट्रिय विभूतिहरू है, जस्तै जनक, सीता, बुद्ध, पृथ्वीनारायण शाह आदिको फोटो सङ्कलन गरेर चाहिँ उनीहरूको मुख्य योगदान जस्तै एकीकरणमा, साहित्यमा, कलामा अर्थात् साहसिक कार्य योगदानहरू छन् नि उहाँहरूका, ती योगदानहरू चाहिँ चार्ट पेपरमा लेखेर कक्षा कोठाको भित्तामा प्रस्तुत गर्नुपर्ने छ। पक्कै पनि गर्न सक्नुहुन्छ। किताबमा छ सबै राष्ट्रिय विभूतिहरूका फोटा है, त्यो हेरिहाल्नुहुन्छ। अनि त्यसपछि उहाँहरूको योगदान पनि तपाईँले जानिसक्नु भएको छ, पक्कै पनि मजाले पढिसक्नु भएको छ। सबै योगदानहरू लेखेर चाहिँ सबैको बारेमा है, यहाँ मैले जस्ट यो जस्तै भनेर राखेको सबै राष्ट्रिय विभूतिको बारेमा तपाईँले त्यसरी लेखेर गर्न सक्नुहुन्छ है, गर्नुहुन्छ। पक्कै पनि सबै चिज किताबमा छ, त्यसलाई हेर्नुहोला र गर्नुहोला। यो चाहिँ यहाँ धेरै हुने भयो है, मतलब यहाँ यो भित्तामा टाँस्ने कुरा छन्, यो तपाईँले गर्नुपर्ने हो, त्यसैले मैले तपाईँलाई यो छोडिदिएँ। बुझ्नुहुन्छ है पक्कै पनि। प्रश्न नम्बर 2, हाम्रा राष्ट्रिय विभूतिको नाममा बनेका सडक, मार्ग, भवन र संस्था खोजी गरी तिनको सूची तयार पार्नुहोस् भनेको छ। राष्ट्रिय विभूतिहरूको सम्मानमा बनेका केही सडक, भवन र संस्थाहरू यस प्रकार छन् भनेर हामीले लेख्यौँ। अब सडक भनेपछि जस्तै तपाईँले पृथ्वी राजमार्ग सुन्नुभएको होला है, यस्ता भनेका चाहिँ उहाँहरूको नामबाट त्रिभुवन विश्वविद्यालय है, यो सुन्नुभएको होला पक्कै पनि, राजा त्रिभुवनको नामबाट राखिएको। अर्थात् भनौँ हाम्रा राष्ट्रिय विभूतिमा चाहिँ राजा त्रिभुवन पनि छन्, त्यही भएर यसो बुझ्नुहुन्छ पक्कै पनि यो के हो भन्ने कुरा। अब हामीले सडक मार्ग है, सडक मार्ग राखेँ मैले क नम्बरमा। अब पृथ्वी राजमार्ग है, राजा पृथ्वीको नामबाट, अर्थात् भनौँ राष्ट्रिय विभूति पृथ्वीनारायण शाहको नामबाट। अनि अरण्यको राजमार्ग पक्कै पनि बुझ्नुभयो, अरण्यकोबाट। त्यसपछि त्रिभुवन राजपथ है, राजा त्रिभुवनकोबाट। भानुमार्ग है, भानुभक्त आचार्यकोबाट। अनि त्यसपछि भवन तथा सम्पदा जस्तै भीमसेन स्तम्भ, धरहरा, यो चाहिँ हाम्रा राष्ट्रिय विभूति भीमसेन है थापाबाट राखिएको। अनि त्यसपछि यो धरहरापछि अर्को अगाडि जाउँ, संस्था त्रिभुवन विश्वविद्यालय है, यो बुझ्नुभयो कसको नामबाट। सिद्धार्थ गौतम बुद्ध क्याम्पस कसको नामबाट बुझ्नुभयो पक्कै पनि। भानु माध्यमिक विद्यालय कसको नामबाट बुझ्नुभयो पक्कै पनि है, बुझ्नुभयो पक्कै पनि। यसरी हामीले यहाँ लेख्न सक्छौँ। अझै तपाईँले थुप्रै धेरै चिजहरू पनि लेख्न सक्नुहुन्छ है। अगाडि जाउँ। अब हामी यहाँ 3 नम्बरमा भनेको छ हामीलाई पाठमा दिएको राष्ट्रिय विभूतिमध्ये तपाईँलाई बढी प्रभाव पारेको व्यक्तित्व को हुन् र किन भनेको छ। पाठमा चाहिँ विभिन्न राष्ट्रिय विभूतिहरू दिएको छन् होइन, यी राष्ट्रिय विभूतिमध्ये चाहिँ तपाईँलाई बढी प्रभाव पारेको व्यक्तित्व चाहिँ अर्थात् व्यक्तित्व को हुन् र किन भनेर सोधेको छ। उत्तर, मलाई पाठमा दिएका विभूतिमध्ये चाहिँ पृथ्वीनारायण शाहले बढी प्रभाव पारेका छन्, किनभने उनले टुक्रा टुक्रामा विभाजित ससाना राज्यहरूलाई चाहिँ एकीकृत गरी एउटा बलियो र विशाल नेपाल निर्माण गर्ने जग बसाले। उनको दिव्य उपदेश वा उल्लेखित राष्ट्रिय एकता, स्वाभिमान र आर्थिक आत्मनिर्भरताका कुराहरू आज पनि उत्तिकै सानभरिक छन् है, दिव्य उपदेश अनि त्यस्ता खालका कुराहरू पनि है। अनि अब अगाडि जाउँ। अभ्यासको हामीलाई चाहिँ कमा भनेको छ कस्ता व्यक्तिलाई राष्ट्रिय विभूति भनिन्छ भनेको छ। कस्ता व्यक्तिलाई चाहिँ हामीले राष्ट्रिय विभूति भन्ने कुरा भनेको छ। राष्ट्रको गौरव बढाउनका लागि आफ्नो क्षेत्रबाट विशिष्ट योगदान पुर्याउने र राष्ट्र तथा जनताको वृहत हितका लागि प्रशंसनीय कार्य गर्ने महान व्यक्तिहरूलाई चाहिँ राष्ट्रिय विभूति भनिन्छ भनेर हामीले लेखेका छौँ है। राष्ट्रिय विभूति भनेको के हो भन्ने कुरा पक्कै पनि बुझ्नुभयो तपाईँले। राष्ट्रको गौरव बढाउनका लागि चाहिँ आफ्नो क्षेत्रबाट विशेष योगदान पुर्याउने व्यक्तिहरूलाई चाहिँ के भनिन्छ त, राष्ट्रिय विभूति भनिन्छ है। यसरी हामीले राष्ट्रिय विभूतिहरू भनेको के भन्ने कुरा लेख्न सक्छौँ। प्रश्न नम्बर ख,
राष्ट्रिय विभूतिको सम्मानका लागि के गर्नु पर्ला आफ्नो विचार टिप्पण गर्नुहोस् भनेको छ। राष्ट्रिय विभूतिको सम्मानका लागि निम्न कार्यहरू गर्न सकिन्छ। उनीहरूको जीवनी र योगदानलाई चाहिँ विद्यालयको पाठ्यक्रममा समावेश गर्ने, उनीहरूका नाममा हुलाक टिकट जारी गर्ने तथा भनौँ सडक, सार्वजनिक भवन र संस्थाहरूको नामाकरण गर्ने, अनि उनीहरूको जन्म जयन्ती राष्ट्रिय उत्सवका रूपमा मनाउने र उनीहरूका शालिग वा स्मारकहरूको उचित संरक्षण गर्ने, अनि उनीहरूले देखाएको त्याग, आदर्श र देशभक्तको मार्गलाई व्यवहारमा अनुसरण गर्ने, यस्ता कार्यहरू गर्ने है। ग नम्बरमा भनेको छ तपाईँ राष्ट्रिय विभूतिमा कसको नाम थप्दा उपयुक्त हुने देख्नुहुन्छ, उपयुक्त कारण सहित लेख्नुहोस् भनेको छ। हामीसँग यति धेरै राष्ट्रिय विभूति त छन् हैन, तपाईलाई चाहिँ यो व्यक्ति पनि राष्ट्रिय, यो व्यक्तिलाई पनि अर्थात् भनौँ यो व्यक्तिको नाम पनि राष्ट्रिय विभूतिमा थप्दा चाहिँ राम्रो हुन्थ्यो भन्ने कुरा भन्न खोजेको। अनि त्यसपछि उपयुक्त कारण पनि दिन भनेको छ है। उत्तर मेरो यस प्रकार रहेको छ। यो चाहिँ मेरो आफ्नो विचार पनि हो र मैले यो राखेको पनि छु है। म राष्ट्रिय विभूतिमा चाहिँ महाकवि लक्ष्मीप्रसाद देवकोटाको नाम थप्दा चाहिँ उपयुक्त हुने देख्छु, किनभने उनले नेपाली साहित्यलाई विश्वस्तरमा चिनाउन र नेपाली भाषाको श्रीवृद्धिमा चाहिँ अतुलनीय योगदान पुर्याएका छन्। अब तपाईले चाहिँ आफ्नो व्यक्तिगत विचार लेख्नुहोस् है, आफ्नो व्यक्तिगत विचार लेख्नु होला। यहाँ मैले यस प्रकारले यो लेखिदिएको छु, बुझ्नुभयो पक्कै पनि है। अगाडि जाउँ। अब हामी प्रश्न नम्बर घमा भनेको छ हामीलाई राष्ट्रिय विभूतिको योगदानबाट तपाईले के प्रेरणा प्राप्त गर्नुभयो सूची तयार गर्नुहोस् भनेको छ, अर्थात् पार्नुहोस् भनेको छ। मैले धेरै लेखिदिएको छु 8 वटा, अनि तपाईले सबै लेख्नुपर्छ भन्ने छैन है, थोरैले पनि लेख्न सक्नुहुन्छ। तर बुझ्नुपर्ने कुरा भनेको सबै चिजहरू चाहिँ ज्ञानको रूपमा लिने, अर्थात् भनौँ प्रेरणाको रूपमा लिने काम चाहिँ गर्नु होला है। यो चाहिँ सबै चिजहरू चाहिँ बुझ्नु होला एकचोटि, किनभने चाहिँ मैले लेखेको छु पक्कै पनि तपाईँको फाइदाका लागि नै होला। अब उत्तर यस प्रकार रहेको छ राष्ट्रिय विभूतिका योगदानबाट मैले निम्न प्रेरणा प्राप्त गरेँ। नम्बर 1, आफ्नो देश र माटोप्रति सधैँ वफादार रहनुपर्छ र राष्ट्रको हितलाई व्यक्तिगत स्वार्थभन्दा माथि राख्नुपर्छ भन्ने प्रेरणा प्राप्त हुन्छ, एउटा यो। दोस्रो भनेको जस्तोसुकै कठिन परिस्थिति वा बलियो शत्रुको अगाडि पनि विचलित नभई आफ्नो स्वाभिमान र राष्ट्रको रक्षाका लागि अडिग रहनुपर्छ। यहाँ कसको चिजहरू आयो होला भन्ने कुरा पक्कै पनि तपाईँले देख्नुभयो होला है। त्यो म बाघको डम्बरी हुँ है, सिनो खाने कुकुर नसम्झ है, यस्तो भनेका थिए नि त। यो किन हो त? स्वाभिमान र आफ्नो राष्ट्रको रक्षाका लागि हो है। ब्रिटिसहरूसँग नडराएर यी चिजहरू अमरसिंह थापाले पक्कै पनि बुझ्नुभयो तपाईँले है। यी कुराहरू भए। अनि त्यसपछि अर्को भनेको चाहिँ समाजमा व्याप्त अन्धविश्वास, अनि त्यसपछि कुप्रथा र अन्यायका विरुद्धमा चाहिँ आवाज उठाउनुपर्छ, अनि समाजलाई चाहिँ प्रगतिशील मार्गमा डोर्याउन सक्रिय हुनुपर्छ भन्ने कुरा पनि है। अनि त्यसपछि आफ्नो मौलिक भाषा, साहित्य, कलाको संरक्षण गर्नु नै सच्चा नागरिकको कर्तव्य हो, किनभने यसले नै विश्वमा राष्ट्रको छुट्टै पहिचान दिन्छ। यो राष्ट्रिय विभूतिबाट हामीले लिने प्रेरणाहरू हुन्। अनि हिंसाको मार्ग त्यागेर दया, करुणा र शान्तिको मार्ग अपनाउनुपर्छ भन्ने बुद्धको शिक्षाले महान प्रेरणा दिन्छ। अनि असहाय र गरिबहरूको सेवा गर्नु र उनीहरूलाई कष्टबाट मुक्त गराउनु नै ठुलो मानवीय धर्म हो। अनि महिलाहरूले पनि पुरुष सरह साहसिक कार्य गर्न र राष्ट्रको गौरव बढाउन सक्छन् भन्ने प्रेरणा प्राप्त गर्न सक्छौँ। पासाङ लामु शेर्पा बुझ्नुभयो पक्कै पनि है, हिमाल चढेको है, सगरमाथा। अनि टुक्रामा विभाजित हुनुभन्दा एकताबद्ध भएर अघि बढ्दा नै राष्ट्र शक्तिशाली र समुन्नत बन्छ भन्ने पाठ सिक्न सकिन्छ। यसरी हामीले यी लेख्न सक्छौँ, पक्कै पनि बुझ्नुभयो। यसरी हामीले यहाँ लेख्न सक्छौँ र यी चाहिँ हामीले राष्ट्रिय विभूतिबाट प्राप्त गरेका विभिन्न के हुन् त प्रेरणाहरू हुन्, बुझ्नुभयो पक्कै पनि। यसरी हामीले के गर्यौँ त आज पाठ 9 हाम्रा राष्ट्रिय विभूति अन्तर्गत रहेर क्रियाकलाप र अभ्यासमा राखिएका विभिन्न प्रश्नहरू र तिनीहरूको उत्तरमा रहेर छलफल गरेका छौँ। पक्कै पनि धेरै कुराहरू सिक्नुभयो आजको क्लासबाट भन्ने विश्वास लिएको छु। आजको लागि यति नै भन्छु, धन्यवाद, नमस्कार। अर्को क्लासमा तपाईँसँग भेट हुनेछ।